यो भिडियोमा मैले हजुरहरुलाई AutoCAD मा कुनै पनि सेक्सनको लongitudinal प्रोफाइल रिभर रोड दिएको पनि SWDTM बाट AutoCAD मा कसरी बनाउने भन्ने सिकाउन गइराखेको छु। ल हेर्नु होला है। SWDTM खोल्नुस्, AutoCAD खोल्नुस्। मेरो यो पुण्यमाता रिभरको यहाँ डाटाहरु छ। मैले यो सिलेक्ट अल गर्नुपर्छ हामीले। यो मेरो चाहिँ 453 वटा डाटा छ। मैले सिलेक्ट कन्ट्रोल ए थिचेर सिलेक्ट अल गरे। त्यसपछि हजुरहरुले यो पोइन्ट्सहरु इम्पोर्ट गर्नु पर्यो AutoCAD मा। AutoCAD मा जानुस्, SWDTM खोल्नुस्, पोइन्ट्स मा जानुस्, एड इम्पोर्ट पोइन्ट्स फ्रम एक्सेल गर्नुस्, इम्पोर्ट पोइन्ट्स गर्नुस्। Again go into the points and process the points, all points and features। ठीक छ, ओके। यति गरिसकेपछि हजुरहरुले प्रोसेसिङ सक्सेसफुल देखाइदियो। अब ट्रायंगल मा गएर ट्रायंगुलेट गर्नु पर्यो। ट्रायंगुलेसन कम्प्लिटेड सक्सेसफुल्ली। अब हामीले कन्टुर बनाउनु पर्यो। त्यसको लागि कन्टुरमा क्लिक गरेर प्रेस गरेर ड्र क्लिक कन्टुर गर्नुस्। कन्टुर इन्टरभल 1, मेजर कन्टुर 5। यो ठीक छ, ड्र गर्नुस्। टाइप अफ कमान्ड बक्स में जानुस्, गेट इन्टर गर्नुस्, ई इन्टर गर्नुस्। यो जुम भएर यस्तो आयो कन्टुर मेरो। अब SWDTM खोल्नु पर्यो, ड्र गर्नु पर्यो, एड बाउन्ड्री गर्नु पर्यो। अब यो लेफ्ट क्लिक गर्नुस् ठाउँमा यो पुरै कभर हुने गरी गर्नुस् र यहाँ डबल क्लिक गरेर हजुरहरुले गर्दा हुन्छ। SWDTM मा जानुस्, एलाइनमेन्ट मा जानुस्, ड्र एलाइनमेन्ट गर्नुस्। रिभरको सेन्टरमा हजुरहरुले एलाइनमेन्ट बनाउनु होला। आफैले एस्टिमेट गरेर बनाउँदा राम्रो। यसरी बनाउनु। इन्टर हान्नुस्, SWDTM खोल्नुस्, एक्स सेक्सन मा जानुस्, सेक्सन्स बाइ DTM गर्नुस् र यो फाइललाई सेभ गर्नुपर्ने हुन्छ। हामीले सिलेक्ट गर्नुस्, मैले सेभ गर्छु यसलाई। एल प्रोफाइल सेभ। यति गरिसकेपछि हजुरहरुले सिलेक्ट द एलाइनमेन्ट नियर टु द स्टार्टिङ चेन्ज भनेको छ। स्टार्टिङमा यहाँ क्लिक गर्नुस्। यति भइसकेपछि SWDTM फेरि खोल्नु होला। एक्स सेक्सन मा जानुस्, सेक्सनमा जानुस्, ड्रप एल प्रोफाइल अर क्रस सेक्सन भनेको छ। ड्र एल प्रोफाइल गर्नुस्। यो फ्रम डिफल्ट फाइलमै राख्नुपर्ने हुन्छ हामीले। एट इन्टरभल अफ 10 मिटर एक्जिक्युट गर्नुस्, ड्र सिट गर्नुस्। पिक एनी रेफरेन्स पोइन्ट, पिक एनी पोइन्ट एज रेफरेन्स पोइन्ट भनेको छ। कुनै पनि एउटा ठाउँमा क्लिक गर्नु होला। हजुरको एल प्रोफाइल मेरो चाहिँ यस्तो आयो है। यही प्रोसेस हो। र अर्को भिडियोमा मैले क्रस सेक्सनको बारेमा पनि सिकाउने छु। च्यानल सब्स्क्राइब गरिदिनु होला र भिडियो मन परेमा हजुरलाई हेल्पफुल भएमा यसलाई लाइक पनि गरिदिनु होला। धन्यवाद।